महिला समूह र श्री कालदेवी युवा क्लबको संयुक्त आयोजनामा हुन गइरहेको ऐतिहासिक माछी खोला तमुल लोसार 2082 मा पाल्न हुने तपाईँ तमाम दर्शक महानुभावहरू, प्रमुख अतिथि, विशेष अतिथि र झाँकी प्रदर्शनका सम्पूर्ण अतिथिगणलाई झाँकी नाच, लाभा नाच लगायत घाटो नाच र हाम्रो गुरुङ परम्परागत सञ्चालन गर्दै आइरहेका विभिन्न नाचहरूलाई पनि हामी हृदयदेखि नै धेरै धन्यवाद सहित आभार व्यक्त गर्न चाहन्छु। यो संस्कार संस्कृतिलाई सधैँभरि हामीले जगेर्न गरेर राखिरहनुपर्छ। यो केही समय यो इन्टरनेट यानि कि यो आधुनिक रूपले गर्दा हाम्रो परम्पराहरू संस्कारहरू बिस्तारै लोप हुँदै गइरहेको अवस्थामा हामी अहिले देख्न सक्छौँ। त्यसलाई जगेर्न गर्दै उक्त जुन संस्कार संस्कृतिलाई जगेर्न गर्दै हामीले यो आयोजनामा देख्न सक्छौँ। हाम्रो परम्परागत विभिन्न प्रकारका झाँक्री प्रदर्शनहरू यहाँ भइरहेको छ र त्यस्तै गरी महिला समूहका दिदीबहिनीहरूले पनि आफ्नो भाषा, संस्कार, संस्कृति, वेशभूषामा सजिएर आउनुभएको छ। यहाँलाई पनि धेरै धन्यवाद आउनुभएको छ। यहाँहरू सम्पूर्ण समूहलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ। हाम्रो तमुहरूको महान पर्व यानि कि तमु लोसार 2082 को आज हामी पहिलो दिन हामी उद्घाटन समारोहमा छौँ। यतिखेर देख्न सक्छौँ हामी हाम्रो गुरुङ समुदायभित्र हुने हाम्रो संस्कार, हाम्रो संस्कृति प्रदर्शन भइरहेको छ। यतिखेर हाम्रो स्टेजको अगाडि हेर्न सक्नुहुनेछ। कतिपयले थाहा नहुनेमा रहेको यो हाम्रो झाँक्री नाच प्रदर्शन भइरहेको छ। यहाँहरूले अवलोकन गर्न सक्नुहुनेछ। कृपया सबैजनाले सबै र भव्य तवरले हेरिदिनु हुनको लागि, सुनिदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी हामी झाँक्री नाच, लामा नाच हामी पालै पालो हेर्नेछौँ। यहाँहरूको पालो आउनेछ। हामी यतिखेर एकदमै खुसी छौँ किनकि हामीले निमन्त्रणा गरेका हाम्रो आदरणीय गुरुबाहरू हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकारे हाम्रो कार्यक्रमको स्टेजमा हाम्रो आइसक्नु भएको छ। उहाँहरूलाई हामी एकदमै धन्यवाद व्यक्त गर्दछौँ। विगतका वर्षमा भन्दा केही फरक ढङ्गबाट हामीले सञ्चालन गरेका छौँ। हामीले